सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ सुजित डलाकोटी। मैले चाहिँ यो भिडियो मार्फत यही अगस्त 15 गते हुन गइरहेको प्रेस्टन ग्रेजुएट मिट कार्यक्रमको बारेमा केही जानकारी दिन गइरहेको छु। आई हेभ बिन ह्याभिङ लट्स अफ क्वेसन्स फ्रम एभ्रीवन। कस्तो हुन्छ होला प्रोग्राम अनि के गर्ने, त्यहाँ गएर भेट्ने मात्रै हो कि के कुरा गर्ने, कस्तो कुरा गर्ने भन्ने विषयमा चाहिँ धेरै क्वेसनहरू आएको कारणले सबैजनालाई इन्डिभिजुअली भन्न अलिकति गाह्रो भयो। त्यसैले म पनि 2 वर्ष अगाडि प्रेस्टनमा ग्रेजुएट भएको थिएँ र म जस्ता धेरै साथीहरूको लागि र भर्खरै ग्रेजुएट हुनुभएका भाइ बहिनीहरू अथवा हामीभन्दा अगाडि ग्रेजुएट हुनुभएका दाइ दिदी अथवा युक्लानमा अथवा अरू युनिभर्सिटीमा पनि पढ्दै गर्नुभएका स्टुडेन्टहरूको लागि, किनभने उहाँहरू पनि फ्युचरमा ग्रेजुएट हुँदै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ स्पेसली अर्गनाइज गरेको प्रोग्राम हो। हामीले गेस्टहरू अर्गनाइज गरेका छौँ डिफ्रेन्ट सेक्टरबाट प्रेस्टनका। उहाँहरू चाहिँ प्रेस्टनमा सायद इस्टाब्लिस भएका प्रेस्टनको एजुकेसन सेक्टरका जानकार, ग्रेजुएट भइसकेपछि जब सेक्टर गरेर बस्नुभएका व्यक्तिहरूलाई चाहिँ हामीले यहाँ गेस्टको रूपमा इन्भाइट गरेका छौँ। र यो प्रोग्राममा चाहिँ हामीले विद्यार्थीहरू अथवा ग्रेजुएटहरू मार्फत उहाँहरूलाई चाहिँ क्वेसन सोध्न सक्नेछौँ र म आफैले पनि केही क्वेसन्सको लिस्टहरू जम्मा गरेको छु उहाँहरूको लागि सोध्नको लागि, र उहाँहरूको एन्सर चाहिँ हामी सम्पूर्ण विद्यार्थी तथा ग्रेजुएटहरूको लागि हेल्पफुल हुनेछ। सिभी कसरी बनाउने, जब कसरी फाइन्ड गर्ने, प्रेस्टनमा फर्दर स्टडी गर्नको लागि के गर्नुपर्छ, अनि युकेको रुल रेगुलेसन लहरू चेन्जेस कसरी भइरहेको छ, हामी त्यसमा कसरी कोप गर्न सक्छौँ, त्यस्ता विषयहरूमा चाहिँ हामी छलफल गर्नेछौँ यो ग्रेजुएट मिटमा। र आफ्ना सिनियर्सहरूबाट एडभाइस सल्लाह सुझाव लिनेछौँ र हामी आफ्नो एकअर्काको के गर्दैछौँ, कसो गर्दैछौँ, आफ्नो लाइफ लेसन एक्सपिरियन्सेस पनि सेयर गर्नेछौँ। र नयाँ आउनुभएका भाइ बहिनीहरूको लागि हामी केही कुरा चाहिँ सेयर गर्नेछौँ, आफ्नो एक्सपिरियन्सहरू जुन उहाँहरूलाई चाहिँ काम लागोस्, फलदायी हुन सकोस्। यदि तपाईँ स्टुडेन्ट पनि हुनुहुन्न, ग्रेजुएट पनि हुनुहुन्न भने पनि तपाईँहरू नेपाली कम्युनिटीमा चाहिँ छलफल सुन्न, गफ सुन्न चाहनुहुन्छ, आफ्नो केही भनाइहरू राख्न चाहनुहुन्छ भने यु मस्ट जोइन। तपाईँलाई वेलकम छ। स्टुडेन्ट र ग्रेजुएट नै हुनु पर्दैन, स्पेसली स्टुडेन्ट र ग्रेजुएटको लागि फ्रुटफुल प्रोग्राम हो। तर इफ यु वान लिसन टु द पिपल यु क्यान कम। इफ यु वान जोइन नेपाली कम्युनिटी यु अलवेज वेलकम। सो सबैजनालाई वेलकम छ, आउनु होला। यो चाहिँ हुन गएको छ प्रेस्टनमा 15 अगस्त स्याटरडे बेलुका 4 बजे।